वार्म अप भइरहेछ है साथीहरू। वार्म अप चरनियो चाहिँ ट्रेनिङ दिइरहेछ विनिता र जुही राईले बिचमा बसेर। अनि एकदम राम्रो तरिकाले वार्म अप भइरहेछ। अब बासीखरा 79 हप्ताको साताको बासीखरा रन सुरु भयो है साथीहरू। लगभग 60 जना छन् खेलाडीहरू। बिस्तारो 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 ल 79 साताको साप्ताहिक दौड सुरु भइसक्यो साथीहरू। बासीखोडामा हेर्नुहोस् है यस्तो छ। अन्तिम चरणमा छौँ हामी। फोटो खिचेर हामी सबैजना पछि गाडी छौँ साथीहरू। हेलो साथीहरू, गुड मर्निङ, सेवा नमस्कार सम्पूर्णमा। र के छ कसो छ, सन्चै हुनुहुन्छ होला सबैजना र म पनि सन्चै छु। र तपाईँहरूलाई आज चाहिँ प्यासन यात्री भ्लगमा स्वागत छ। र आज चाहिँ म साप्ताहिक 79औं हप्ताको साप्ताहिक दौड गर्नको लागि गइरहेको छु। र अरू चाहिँ बहिनीहरू भाइ बहिनीहरू चाहिँ गइसक्यो होइन, 40-50 जना भेला भइसक्यो भन्ने कुरा आइसक्यो। अनि म चाहिँ आज साप्ताहिकको लागि जाँदैछु। आज चाहिँ फागुनको 16 गते आज चाहिँ मेरो जन्मदिन पनि पर्न गयो। अनि मेरो जन्मदिन अनि ठ्याक्कै साप्ताहिक पनि साथीहरू होइन। जाँदैछु म, रमाइलो गर्छु नेरीसँग। आजको मेरो जन्मदिन चाहिँ त्यहाँ मनाउने छु होइन। नानीहरूसँग कुदेर उनीहरूको फोटो खिचिदिएर होइन, सो भेला भएर दामी तरिकाले हामी आज साप्ताहिक गर्दैछौँ। र आजको हाम्रो यो साप्ताहिक दौड चाहिँ के कसो हुन्छ हेरिदिनु होला होइन। अरू बेला पनि लाउने गरेको छु। र मैले भनेको थिएँ 3 महिनासम्म होइन, 90 दिनसम्म चाहिँ म सरासर भ्लग हाल्नेछु भनेर भनेको थिएँ होइन। हाल्न त हाल्छु होइन। भिडियोहरू अब राम्रो क्वालिटीको लाउन सकिएको छैन है, गाउँघरमा यस्तै छ। अरू काम के गर्दाखेरि त्यस्तै छ। अब म अझै कोसिस गर्नेछु राम्रो बनाउनु, राम्रो लाउने होइन। सिक्दैछु, जानेको छैन होइन। हामी प्रोफेसनल भिडियो बनाउने मान्छे पनि होइन, त्यही भएर पनि गाह्रो छ। र कोसिस गर्दैछु र सामान्य होइन जस्तो देखिन्छ त्यस्तै हालिरहेको छु। र तपाईँहरूलाई म आउने नै छु सरासर 90 दिनसम्म चाहिँ अझै पनि। र 1 हप्ता पुरा भयो आज चाहिँ। मैले अस्तिको हप्ता घोषणा गरेको थिएँ शनिबारै। र आज चाहिँ साप्ताहिक दौडको 79औं हप्ता गर्दैछौँ होइन साथीहरू। र सम्पूर्णले होइन माया गरिदिनु होला, हेरिदिनु होला हाम्रो साप्ताहिक दौडलाई। अहिले यो चुनावको चतारोमा के कति खेलाडीहरू आएको छ हेर्नु होला होइन। देशलाई चुनाव लागिरहेछ, हामीहरू खेलाडीको पनि चुनावै लगाउनुपर्छ भन्नेमा छौँ होइन। राष्ट्रको गौरव, राष्ट्रको नाम चाहिँ सिङ्गल एकजना खेलाडीले बोकेर हिँड्न सक्छ। त्यही भएर खेलकुदमा सधैँ लागौँ, स्वास्थ्य पनि बनाऊँ होइन, समाजलाई पनि बदलाउँ। र सम्पूर्णलाई हेर्दै गर्नु होला के हुन्छ है साथीहरू। हेर्नुहोस् साथीहरू, खेलाडी चाहिँ यति बेला भइसकेको छन्। लगभग 54-55 जना छन् भन्ने कुरा आएको छ होइन। 51-52 जना नामै लिस्टी भएको छ, अझै आउँदैछ 4-5 जना भाइहरू। अनि आज चाहिँ यतिजना खेलाडी भएको छन्। म फोटो खिच्नेछु साथीहरू होइन। अनि आजको हाम्रो कार्यक्रम सुरु हुनेछ। अब के कसो हुन्छ हेर्दै गर्नु होला है साथीहरू। अनि हामी चाहिँ यहाँ भेला हुने क्रम पनि जारी छ। वार्म अप भइरहेछ है साथीहरू। वार्म अप चरनियो चाहिँ ट्रेनिङ दिइरहेछ विनिता र जुही राईले बिचमा बसेर। अनि एकदम राम्रो तरिकाले वार्म अप भइरहेछ। हाम्रो चाहिँ लगभग 10-15देखि 20 मिनटसम्म वार्म अप हुन्छ। अनि कुद्ने पनि त्यति नै हो लगभग। सानोहरूको त 5-10-11 मिनट नै हो। अनि ठुलोहरूको चाहिँ लगभग नसक्नेलाई 25-26-27 मिनट, सक्नेलाई 17-18 मिनट हो साथीहरू। वार्म अप है साथीहरू, हेर्नुहोस् हाम्रो चाहिँ यसरी चलिराखेको छ। अनि यो चाहिँ वार्म अप होइन साथीहरू। मैले नि मोबाइलको रोटाएको यस्तो छ है हाम्रो साप्ताहिक दौड आजको, हेर्नुहोस् साथीहरू। अनि आज हामी दौडिनेछौँ, तपाईँहरूलाई देखाउने छु के कसो हुन्छ हेर्नु होला अन्तिमसम्म साथीहरू। हाम्रो जारी छ हाम्रो यो यात्रा, हाम्रो दौडको सुरु हुन गइरहेको छ साथीहरू। हेर्नुहोस् है त, तपाईँहरूलाई म देखाउन गइरहेको छु होइन साथीहरू। अब बासीखरा 79 हप्ताको 79औं साताको बासीखरा रन सुरु भयो है साथीहरू। लगभग 60 जना छन् खेलाडीहरू। बिस्तारो 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 ल 79औं साताको साप्ताहिक दौड सुरु भइसक्यो साथीहरू। बासीखोडामा हेर्नुहोस् है यस्तो छ।
ल साथीहरू म रोडमा निस्केर यहाँ फेरि भिडियो बनाउँदैछु हाम्रो खेलाडीहरू जाँदैछन् 5 जना कति सको आउने क्रम ल छिटो 79औं साताकै साथीहरू साप्ताहिक दौड प्रतियोगिता बासीखोरामा जारी छ साथीहरू छिटो यस्तो छ साथीहरू हेर्नुभयो आउने क्रम जारी छ खेलाडीहरू साथीहरू हैन यता पनि आउने क्रम जारी छ यहाँ चाहिँ फोटो खिच्नु पर्ने भएकोले भिडियो बनाउन सकिँदैन साथीहरू आउने क्रम जारी छ साथीहरू फर्किसक्यो आधीउधी फर्स्ट पुगिसक्यो सेकेन्डहरू यता पनि आउँदैछन् खेलाडीहरू मैले रोकिरहेको छु साथीहरू हैन फोटो खिच्नु पर्ने भएकोले भिडियो बनाउन सकिँदैन खासै अहिले भरे बन्ने चाहिँ साथीहरू म चाहिँ साथीहरू यहाँ माथि फोटो खिच्दैछु हैन यस्तो छ जङ्गल यस्तो दामी जङ्गल तलपट्टि माथि तल रोड छ अनि साथीहरू म चाहिँ फोटो खिच्दैछु अहिले हैन यो फोटो खिच्दाखेरि चाहिँ उ गर्न मिल्दैन भिडियो बनाउनु हैन साथीहरू एउटै फोन छ अब फोटो भ्लग पनि बनाउनु छ उ पनि अनि अघि दौडिँदै गरेको सुरुको चाहिँ भ्लगमा समेत साथीहरू आउँदाखेरिको चाहिँ फोटो खिच्दैछु फोटो खिचेर यसमा चाहिँ पेजमा पोस्ट गर्नुपर्ने हुन्छ साथीहरू त्यही भएर अहिले चाहिँ खेलाडीहरूको सिंगल फोटो खिच्दैछु साथीहरू हैन हेर्दै जानु होला हाम्रो साप्ताहिक दौड खेलाडी आउने क्रम जारी छ यहाँ पनि आउँदैछ साथीहरू म फोटो खिच्छु है साथीहरू हेर्दै गर्नु होला पनि जारी छ हैन यहाँ खेल्दैछ कोही खेलाडीहरू हेर्नुहोस् है साथीहरू हाम्रो साप्ताहिक दौडेर सबैजना आइसकिसकेको छ खेलाडीहरू हेर्नुहोस् आज चाहिँ हामी भोलिन्टियर अनि टाइम किपर सहित रनर सहित 60 जना क्रस बेसी छौँ भन्ने छ साथीहरू खेलिरहेछन् कोही खेलाडी कोही त बसिरहेछन् कोही त तलतिर छन् कोही पानी खाँदैछ यता तलतिर होला साथीहरू हैन अनि जुन चाहिँ हामीहरूले आजको कार्यक्रम लगभग अन्तिम चरणमा आइसकिसक्यो अनि अब लगभग लास्ट चरण हो साथीहरू हाम्रो कार्यक्रमको अब हामी फर्किनेछौँ फोटोसोटो खिचेर अब हामी फर्किनेछौँ देखिहाल्नुभयो आजको साप्ताहिक दौड हैन अब हामी फोटो खिच्नेछौँ लास्ट चरणको त्यसपछि हामी फर्किनेछौँ र 79औं साताको साप्ताहिक दौड प्रतियोगिता तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला स्वास्थ्य बचाउँ स्वस्थ रहौँ हैन खेलकुदमा हरेक बालबच्चालाई इन्भल्भ गराएर कम्तीमा स्वास्थ्य त बचाउँ खेलाडी भयो भने त राष्ट्रको सिंगल नाम बोकेर हिँड्न सक्छ साथीहरू खेलाडी नै हो त्यस्तो पात्र हैन अनि त्यही भएर हेर्नुहोस् साथीहरू हैन हाम्रो कार्यक्रम हुँदैछ जारी छ अब लास्ट चरणमा साथीहरू फोटोसोटो खिचेर हामी बाँडिन्छौँ है साथीहरू सबैजना फोटो खिच्ने कार्यक्रम हुन लाग्यो साथीहरू भेला हुँदैछौँ है हामी यता छ छिटो सबैजना यो भेला पार्दैछौँ है साथीहरू यता हिँड्नुहुन्छ दाजुहरू पनि गो सबैजना हुनुहुन्छ खेलाडीहरू भोलिन्टियर सबै हामी समर्थक अनि अब हामीहरू फोटो खिचेर बारिनेछौँ साथीहरू अन्तिम चरणमा छौँ हामी फोटो खिचेर हामी सबैजना पछि बारी छौँ साथीहरू बारीमा छौँ है साथीहरू हेर्नुहोस् है